हेलो गाइस, आज हामी पहिलोचोटि ब्लग बनाउन लागेको छौँ। सबैमध्ये आराममा हुनुहुन्छ होला भन्ने आशा छ। हेर्नुहोस् गाइस, आज हामीले चिकन रोस्ट बनाउन लाग्नुभएको छ। आगो बालेर पहिलोचोटि यो सिजनको पहिलो जाडो पहिलोचोटि आगो बालेर चिकन रोस्ट गरेर मेरो छोरी बसेको छ। हेलो सर सर, मेरो बुढाले काम गर्दै हुनुहुन्छ। हामी चिकन रोस्ट गरेको कसलाई चिकन रोस्ट मनपर्छ होला, यसो कमेन्ट गर्नु होला। चिकन पकाउँदै हुनुहुन्छ बुढाले। यसमा चिकन भी रोस्ट हुन्छ, आगो भी ताप्न पाइन्छ। जाडोमा यसको यही फाइदा हुन्छ। कति रातो भएछ। ब्लग सबैले धेरै माया गरिदिनु होला भनेर सपोर्ट गर्नु। यो मेरो बुढा। हेलो बोल। आजको ब्लग यति, बाई बाई, फेरि भेटौँ।